अघि हस्पिटलमा पनि भुइँचालो गयो भनेको सबैजना हाँस्नुभयो अनि आफूलाई पनि अप्ठ्यारो लाग्यो क्या अबुइ भनेर भने अनि उहाँहरूले चाहिँ हजुरलाई रिङ्गटा लागेछ भन्नुभयो अनि हो कि क्या मलाई रिङ्गटा लागेछ फेरि यस्तो महसुस त नहुनुपर्ने जस्तो भयो मलाई होइन अनि त्यसपछि अनि फेरि पछि पनि आफूलाई चाहिँ कस्तो रिङ्गटा त मलाई लागेको थिएन भन्ने पनि भइरहेको थियो अनि मसँग नेट थिएन अब बिरामी भएर हस्पिटल लिएर गएको थिएँ अनि चेकअपहरू गरायो अरे सबै उसको अलिक धेरै चेकअप गर्नु पऱ्यो अलि धेरै सन्च भन अनि अहिले आएर फोन हेर्छु त भुइँचालो गएको थियो भने 2 घन्टा अगाडि सबैले रुटिन अफ नेपाल बन्दाले पनि पोस्ट गरेछ अनि रिङ्गटा लागेको रहेछ साँच्चैकै गएको रहेछ भन्नुभयो क्या अनि अर्को कुरा चाहिँ के भयो भन्दाखेरि यो 10 दिन जति पनि भएको छैन अस्ति पनि 4.5 को पराकम्पन महसुस भएको थियो अनि आज पनि फेरि 4.4 गरे कास्की जिल्लामा हुने कक्कलले थाहा पाउनुभयो अनि यसरी गइरहँदाखेरि चाहिँ ठुलो भुइँचालो आउने हो कि भन्ने डर पनि हुने क्या मनमा हुन त प्राकृतिक कुरालाई कसले रोक्न सक्छ र होइन तथापि समयमै संयमित हुन चाहिँ हामी जरुरी छ कि जस्तो लाग्यो विशेष गरी कास्की जिल्लालाई यसरी टार्गेट बनाइरहँदाखेरि चाहिँ यही आसपासको क्षेत्रहरूमा केही ठुलै तरिकाको क्षति पो हुनसक्छ कि जस्तो आफूलाई डर लागेको के डर लागेको तपाईँहरूले कसले थाहा पाउनु भयो त नि आजको भुइँचालो गएको